सो फाइनली गाइस प्याज चाहिँ मैले हालेर पाकिसक्यो प्याज। अब मासु हाल्नेछु। मासु चिकन 1.5 केजी चिकन धोइसकेको साथी चिकन। यो भाँडा भागे गर्यो ओए विमल छोप नाउ यहाँ भाँडा भाग्यो। बबाल पकाइदिन्छु गाइस बबाल आज मैले। तर मासु त कसम बबाल पाएको है। ग्रेभी दामी सो हेलो गाइज वेलकम ब्याक टु अनदर दिन सुरत फेरि न्यू भिडियो लिएर आइसक्यो। फेरि अन्धकारमा कहाँ हिँड्यो भन्नु होला। हामी चाहिँ अन्धकारमा त अब अन्धकारमा हिँड्यो माथातिर होइन गाइज। अब यसो पार्टी साटी हान्दिउँ न केही दिन 25 केटाहरूसित भनेर चाहिँ हिँडेको होइन। सो अब नाइट भ्यू यस्तै छ, केही देखे छैन होइन। अब अगाडि गएर भेटमै के कसो हुन्छ। अनि अब सबै यो भिडियोमा अपडेटहरू पाउनु हुनेछ आजको। सो च्यानललाई सब्सक्राइब गर्नु भएन सब्सक्राइब गर्नु होला। यस्तै क्रेजी फनी भिडियोहरू चाहिँ आइरहेको छ ढिलो चाँडै। ल गाइज अब हामी चाहिँ टिप्पर पनि आइसक्यो। अनि टिप्परमा चढेर चाहिँ हामी यस्तो राम्रो भ्यूको साथमा धुलो उडाउँदै होइन टिप्परमा जाँदैछौँ। वाह वाट अ भ्यू गाइज। यो भ्यू हेरौँ न, भ्यू चेक गरौँ। बवाल छ भ्यू, गाउँको भाइब्सै छुट्टी छ नि त गाइज। अब टिप्परमा आए पनि अब यस्तो देखाउनै पर्यो होइन, देखिहाल्यो। यस्तो गाइज यस्तो दामी हुन्छ नि गाउँको भ्यू, बवालै आउँछ क्या। यहाँको भ्यू हेरौँ गाइज, यस्तो चिसो क्लाइमेट छ नि यहाँ, कुरै छाडिदिउँ गाइज होइन। मैले चाहिँ यसको अडियो रेकर्ड गरेर भिडियो बनाएको गाइज। सो फाइनली गाइज हामी चाहिँ अब आइ पनि सक्यौँ होइन, देख्न सक्नुहुन्छ होला यो भ्यू। अनि चाहिँ टिप्परको यात्रा थियो, कति मिनट लाग्यो अब हामीलाई 45-50 मिनट लाग्यो होइन। सो हाम्रो केटाहरू चाहिँ यस्तै मिस्त्री काम गर त्यो त टिप्परको ढालामा अब चुनढुङ्गा बोक्ने हो। यसको अब फोहोर त्यही त लगाइहाल्छ अलिअलि होइन। सो अब हेरौँ के कसो हुन्छ है। अब के कसो पकाइन्छ, दाउरा पाइन्छ कि पाइन्न त्यो मेन थिङ त्यो हो नि त हाम्रो लागि होइन। त्यो केही थाहा छैन। यहाँको चाहिँ गाइड चेक गरौँ यहाँको भ्यू। सक्छ त कसैले यो भ्यूको लागि। यहाँ त झन् पहिला धान हुँदा कस्तो रमाइलो थियो। अर्जुन देखाइदियो त हाम्रो खानेकुरा दर्शकहरूलाई। समीर देखाइदियो त हाम्रो कोक कोक खानुहोस् अनि बलि हुनुहोस् भन्दैन न। पहिलाको भ्लगमा के विमलले भन्थ्यो नि त। विमल हरि खुसी भएछौ त किन हो। जे होस् विमलको यो झोलाले आज बहुत साथ दियो। सबै हाम्रो सामानहरू त्यही छ है गाइज। ल अब खोलामै गएर भेट्दिउँ न त डाइरेक्ट होइन। ल गाइज अब हामी यहाँ चाहिँ डेकसेक बजाएर पुरा फिल लिँदै होइन वेदरको। अनि उता ऊ पर अर्जुन झर्दैछन्, सामान तिनले नै बोकेको छन्। अनि मैले चाहिँ यहाँ अडियो रेकर्ड गरेर अपलोड गरेको होइन गाइज, नत्र कपिराइट क्लाइम लगाइहाल्छ ड्याक्क स्ट्र्याक होइन। यत्रो मेहनत यस्तो राम्रो भ्लग बनाएको होइन, कपिराइट खाइयो भने त अलि मजा आउन नि। सो हामी चाहिँ खोला जाँदैछौँ गाइज। अनि अब ऊ पर गएर अब हामी आराम गर्नेछौँ। सो अगाडि हेर्नु होला, यही हो हाम्रो सानोतिनो सामानहरू। यहाँ स्पेसल अब नास्ताको लागि हामीले त्यो 3वटा लिएर आएछौँ होइन। कुरमुरे चिप्सहरू के छ, अनि कोला भइहाल्यो, चिउराहरू भुजाहरू। अनि भाँडा चाहिँ मैले यहाँ टक्क सजाएर राख्दैछु होइन। यस्तो भएपछि त बवाल हुन्छ नि। अहिले चुला खास हामीले उहाँ बनाउँछौँ कि अब कता बनाउँछौँ होइन। अनि केटाहरू टक्क भोगाइसकेछन् अरे होइन, हामी पनि भोगाइसकेछौँ, केही हुन्न। ल झगडा नगर न विमल, झगडा शब्दहरू एकदम सोचेर है। समीर एक्लै भ्याउने हो आलमा खनाएर खाइदिउँ न गाई झन्। बिचरा अर्जुन हाम्रो यहाँ दुखी भएन, नुहाउन जान्छु भनेर नुहाइदेऊ के दोस्त। हालै सल हालै, हामीले खाना त हिजो नि फोटो होला खिच्ने। फोटो किन खिच्ने, कतिजना खिच्ने र खाऊ न खाम न। कोक पनि खाइदिने हो कि अहिले के खानु त साथीहरू। यस्तो प्रकारको छ हाम्रो चाहिँ बवाल छ यो रातो, यो स्पाइसी छ। एउटा रमाइलो भयो नि होइन। मेरोमा एआई सिस्टममा के जे सर्च गर्यो त्यही नाम आउँछ। यहाँ प्लेटमा गरेको। ल गाइज अब चाहिँ हामीले अब पकाउने बन्दोबस्त गर्न लाग्यौँ होइन। मैले चाहिँ आगो सागो फुकेर टक्क रेडी पारिसकेँ।
यस्तो भइरहेछ आगोहरू। अब यहाँ तात्दैछ, सामानहरू पनि यता आइसक्यो भाइब्समा। अन्त गाइज मैले फेरि पकाउने भाइब्समा टक्कसँगले खोलाको साइडमा यस्तो यो चिसो चिसो पानीको यो आवाजमा होइन टक्क मैले यहाँ कुक गर्दाखेरि बेग्लै मजा आउँछ नि त। हाम्रो साथीले सामान पनि धोइसक्यो। यहीँ बसेर काट न, यतै घाममा हो, त्यहीँ बस्यो, त्यहीँ बसेर काट्देऊ। अनि अर्जुन चाहिँ खै कता गएछन् त्यो केही छैन होइन। सो अब के कसो हुन्छ गाइज सब यो भ्लगमा अपडेट पाउनु हुनेछ। र अब चाहिँ पकाउन चाहिँ म तर्फ लागिसकेको। कस्तो दामी देखिन्छ है बाबा। समीर टमाटर बहुत पिस सानो पार है। अनि खुर्सानी पनि मसिनो मसिनो काट। अनि प्याज चाहिँ पहिला प्याज काट त। प्याज यहाँ कुट्दैसक्यो बाबा। विमल कहाँ हो र तिमी? तेल ल्याउन, तेल देऊ त हो। अर्जुन तेल, ए समीर तेल हाल। सेट नाम पनि सन्दीप तेल हाल त ल। ल तेल खोल्दै खोल्दै ल आऊ। सबै हालिदेऊ न, कति पो छ र? प्लास्टिक मात्रै ठुलो हो नि। सनफ्लावर तेल फेरि हामीले सानोतिनो खाइन्न नि गाइस, राम्रो खाइन्छ राम्रो। 130 कति? 130 राम्रो खाइन्छ नि गाइस फेरि राम्रो। प्याज भएन, छिटो छिटो काट न, यहाँ तेल पुत्ताइसक्यो के। धाइसमा काट्देऊ न, धाइसमा, खोलाको धाइसमा फाल्यो बाबा। ल ल हेरौँ गाइस, त्यहाँ झर्ना पनि छ। अनि हेरौँ है गाइस, टाढोदेखि चाहिँ हाम्रो लुक्स यस्तो देखिरो रहेछ यहाँको है। अब सन्दीप तिमी आगोमा बस, मैले त्यति जान्दैन। प्याज पनि रेडी हुँदैछ। अनि टक्क पकाएर खाइदिन्छौँ। पकाउने चाहिँ हामीले मासु मात्रै हो गाइस, मासु मात्रै। अलिक भुजा सुजा छ त्यो पनि भ्याइदिन्छ मैले हामीले। बोक्छ है, धेरै दिनपछि आफ्टर लङ टाइम पछि यस्तरी खोलामा आइयो गाइज है। बेग्लै छुट्टै भाइब्स आइरहेको मलाई त होइन। यहाँ छन् 3-4 जना साथीहरू पनि मिस छन्, केही छैन, सबैजना मिस गर्दै चाहिँ हामी चाहिँ काममा निरन्तर गर्नेछौँ। सो फाइनली गाइज प्याज चाहिँ मैले हालेर पाकिसक्यो प्याज। अब मासु हाल्नेछु, मासु चिकन 1.5 केजी चिकन। धोइसकेको साथी, अलि आऊ, अब नजिक आऊ, त्यहाँ उयो। ल गाइस फाइनल्ली चिकन पकाउने वाला छु म। चिकन भाँडा कस्तो भाग्न खोजेको। बन्द गरिदिनु नाइ ल्याऊ चिकन। यसको नाम के हो? सो फाइनली गाइज MMSZ के हो फाइनली गाइज। हेरौँ है चिकन। यो भाँडा भागेको भागे गऱ्यो है विमल, छोप न यहाँ भाँडा भाग्यो। बबाल पकाइदिन्छु गाइज, बबाल। आज मैले मसला ससला सब पिसेर लिएर आऊँ। चिकन छैन त दामी, वाउ। सो फाइनली गाइज मासु चाहिँ पाक्दैछ होइन। अनि यो चाहिँ हल्का भुट्टाको लागि निकालेको। अब चाहिँ यो मस्त साथीहरूसित खाइदिने हो। ल यता शीतलमा आऊ यार, अलि त अहिले यता आऊ अर्जुन, आऊ खाइदिने। ल छोप हैन गा। ल कस्तो भएछ यसो कमेन्ट पनि गर्नु है। कमेन्ट रे समीर बाबु, हामीले अहिले तिमीले कमेन्ट गर्ने हो नि के? बबाल भयो होइन, तिमीलाई भनेको कमेन्ट गर्नु। के भनौँ टेस्ट। तर मासु त कसम बबाल पाएको है, ग्रेभी दामी। सबलाई चेस है। छैन बबाल छैन अर्जुन। बिमार कस्तो लाग्यो? हुन त आफूलाई के काम गर्न भएको र भागेछन् भिडियो बनाउन। भ्याइयो भ्याइयो
यतिकै ठिक हुन्थ्यो के अरे रहन हटा मलाई लामो सो फाइनली गाइज अब चाहिँ अर्को यहाँ पाक्दै हाम्रो झोल हालेको झोल चाहिँ मस्त हाल्दैछु झोलेहरू छौँ नि हामी होइन विमल सो फाइनली गाइज अब चाहिँ हामीले खानपिन गर्नुपर्ने हुन्छ होइन अब भोक पनि लागिसक्यो अब यसो इन्जोय सिजन नि गऱ्यो केटाहरूसित नाच्यो होइन अलिअलि अब चाहिँ तरकारी पनि पाकिसकेको छ अब चाहिँ यसलाई तरकारी पनि पाकिसकेको छ अब यसलाई टक्कसँगले भुजासित खानुपर्ने हुन्छ भुजा चुरासित चाहन तिमीले चाह मुला चाख्दैन छोडिदेऊ तातो छोडिदेऊ तातो हुन्छ क्या ल लिएर आऊ यिनीहरू अर्जुन लिएर आऊ अघिदेखि काम गरेनौ यहीँ खाइदिने र खाइदिनु ल राख कोक लिएर आऊ जाऊ थाल कोकहरू लिएर आऊ जाऊ लिएर आएछ त्यो थालहरू लिएर आऊ जाऊ ल गाइज अब खाइदिनु ओइ त्यो चुलाबाट निकाल न ओइ निकाल न पहिला अनि बनाऊ ह्यात तेरिका निकाल त निकालिहाल झ्यापझुप समीर सब धौ न कस्तो छुट्टाको र लौ ल यो थालहरू सब धौ फेरि माथि राखेन यहाँ राख्न यहाँ ल दामी अलि यता यहाँ के अलि त्यो बाटोमा ओहोरदोहोर हुन्छ अनि पर बसिहाल्छ नि काखमै राखिदिन्छ राख यो थालहरू पनि धौ अर्जुन भाइ फोन खाइ तिम्रो थालहरू पनि धौ थालहरू पनि धौ क्या ल्याउ भयो मासुको झोलेर पनि गाई झोल बाप्पा झोल त कडै हालिएछ त हामीले जहिले पनि झोल कडै हाल्छौँ क्या कोका कोला छ यहाँ हाम्रो चाहिँ सब कुरा रेडी भइसक्यो हैन जस्तो भयो नि होइन हाम्रो चाहिँ प्लेट थरी थरीको हो मलाई खुदा मात्र क्याप्चर भएन सो बोल्ने यताउति इन्टरटेनमेन्ट भन्ने केही कुरा छैन होइन होइन सो यिनले चाहिँ सोझन मान्छे होइन अब हामीले केही यिनको बारेमा केही वर्णन गर्नै पर्दैन चित्र हेरेर चरित्रको हत्या नगर्नु हो कि शब्द भन्ने ठिकै छ होइन अरू केही भन्यो देख्न सक्नुहुन्छ मैले चाहिँ कोक हालेर यता भिडियो बनाउन आइसकेँ अनि हाम्रो सन्दीप दोस्तले चाहिँ पुरा अब मासु चुरा हाल्दैछन् भुजा चाहिँ मैले त्यति रुचाउनु त्यही भएर नखाएको केही छैन अब जे रुचाउने त्यही त खाने नि होइन अब साथीहरूसित यस्तो रमाइलो गर्थेँ होइन यो त मेरो भएको झोल त कडै देख्छ भाँडामा नि अझै झोल छ बाबा अर्जुन अर्जुन भन्दा विमल खाने है खाने ल कोक लिएर जाऊ कोक ल भुजा हाल्दै हाम्रो चाहिँ यो गाइज सानोतिनो पार्टी भइहाल्छ केटाहरूसित होइन कहिले कसो त्यही हो हाम्रो भिडियोहरू फेरि यस्तै हो कहिले घुमेको आउँछ भने कहिले पार्टी सार्टी खाएको कहिले जङ्गलको मात्रै यताउति सिनहरू मात्रै हुन्छ होइन त्यो सबैजनालाई यस्तै हो बुझिदिनु होला सबैजनाले कहाँ भौतारेको यिनी फेरि मलाई यति हालिदेऊ न बुझा यस्तो हुँदैछ है हाम्रो सानोतिनो अब भाइब्स पनि त गाइस खोलामा खानुको मजै छुट्टै छ किनभने अब त्यताबाट त्यस्तो पानीको फोर्स आइरहेछ होइन त्यसले आवाज पनि बवाल दिइरहेछ अनि उता पनि रहेछ त्यहाँ पनि बवाल दिइरहेछ विमल प्लिज ओए विमल खाने बेला त मजाले बसेर खाऊ यार त्यस्तो मुला यस्तै हो होइन अनि त्यहाँ टक्क मैले पनि भाइब्समा पकाएको त्यहाँ झर्ना सर्ना जस्तो छ भनेर अनि यहाँ चुला फुकेर पकाइदिएको त्यस्तै छ अब यिनले फेरि आफ्नै गिलासमा खाने रे ल खाऊ ल त ल है त गाइज अब सुरु गरिदिउँ यस्तै छ है सुरुमा कोके खाइदिउँ न बहुत गर्मी भयो क्या चस गरौँ ल अर्जुन ल चस तिमीले मैले मात्रै उठाएँ
ल चस केटा चस ल समीर चस ल अलि नजिक आउ न चस विमल खै नि त हरि भोकाएर मैले कहाँ राखेँ विमलको त्यो दोस्त समीर झोलाला त के लिएर आउनु पर्थ्यो नि त हाम्रो झन् बाबु झन् खसीको थियो खसीको हाम्रो त घरकै लोकल कुखुरा दोकानको कुखुराको झोल लौ क्या झोल लौ त हल्का लौ भाइ बाबा हजुर लौ ए त नहाल न हजुर नलिए त लौ हल्का हाल त चिउरा भुजा ल अर्जुन त्यहाँ रमी निस्क्यो हेर मजा बाहिर यार चिउरा हाल त हल्का ठिकै चुरा देख्न एउटा चुरा भुजा पनि भाइ बाबा के चाहियो तातो भयो नुहाउने कि ननुहाउने अरे दिमाग नुहाउने कि ननुहाउने नुहाउने घरमा पनि त गरम लाग्यो रोगा लाग्यो क्या मासु हालेको खानु छरै त्यहाँ खानु पनि स्वादिलो भएन कतिवटा पिसेको मसला मसला कतिवटा पिसेको कतिवटा पिसे बिहान पिसेको चाहिँ हामी खानपिन गरेर पनि टक्क यसो गीतसित गाएर पनि नाचिसक्यौँ होइन अनि अहिले चाहिँ अब थकाइ मेट्दैछौँ सो यस्तै भयो सानोतिनो पार्टी पनि होइन सानोतिनो पार्टी पनि यस्तै भयो तर त्यही यो पानीको अभाव भयो यहाँ पानी खासै रहेनछ पिउने पानी त्यही कोक खाएर प्याज मेटायौँ हामीले अनि सबै यहाँ डान्स सान्स गरेर त्यहाँ बसिरहेको छौँ अनि गोफरहरूमा पनि चार्ज पनि सकिसकेको छ है अब चाहिँ अब हामी एकछिनपछि घर पनि जानेछौँ अब यसो एउटा दुइटा फेरि टिकटक गराइदिन पर्ने हुन्छ हामीले यस्तै भयो गाइज अब है धेरै दिनपछि यो खोलामा फेरि आयौँ मेरो पहिलाको भिडियोहरू हेर्नुभएको छैन भने हेर्नु होला यो खोलामा चाहिँ म लर्स अफ टाइम पछि फेरि आइसकेँ होइन पहिला साइलहरू म हामी को हुँदाखेरि आइन्थ्यो होइन आएको पनि हो पहिला अनि अहिले फेरि धेरै लगभग 9-10 महिनैपछि आफ्टर लङ टाइम के धेरै पछि आइयो अनि सानोतिनो पिकनिक पनि खाइयो हिजो काम गरेको पैसाले होइन त्यही त हो नि अब यस्तै छ भिडियोहरू बनाउँदैछु होइन यताउता घुमेको पहाड हिमाल पहाड के हुन्छ अब सब हजुरहरूलाई देखाउँदैछु त्यही हो अहिलेसम्म च्यानललाई सब्सक्राइब गर्नु भएन सब्सक्राइब गरिदिनु होला यस्तै हो अब मैले स्ट्रगल गरिरहेको छु यो स्ट्रगल टाइम हो मेरो भनेको होइन अब युट्युबमा केही होला कि भनेर पनि म इन्टर भइसकेको थिएँ पहिला होइन अहिले पनि छु नै सो त्यही हो मेरो भन्ने कुराहरू त्यही हो माया देखाइदिनु होला सबैजनाले अनि हाम्रो साथी विमलले यहाँ भाँडा माझ्दैछन् यो चाहिँ मैले अब माझ्दिनँ विमलले माझ्छन् झोला पनि धोतेन झोला पनि सुकेको छैन अब यो भाँडाकुँडा सब हामीले झोलामा हाल्नुपर्ने हुन्छ ल अर्जुन त्यति काम सुरु गरिदिइहाल अनि हामी लाग्दिउँ अनि उता गएर फोटोसोटो खिचौँला थम्बनेलको लागि के कसको लागि हुन्छ तपाईँको लागि अब नुहाउने भनेको नुहाइएन पनि केही नहालिदेऊ झ्याजुब हालिदेऊ चिसो भयो नि त्यही हो गोबर नहाल्ने गोबर झुन्डाएर हिँड्ने अनि अरू सब हाल्दैन
अर्जुन थाहा तिमीलाई कहाँ पाइन्छ लाली गुराँस माथि त सबलाई थाहा नि अघि उता दाउरा लिन जाँदाखेरि भेटाएनौ बरु यस्तो गर्दिन त दाइ आउन टाइम लाग्छ हामी गइदिउँ लाली गुराँस खोज्नु बाबा हाम्रो साथीले मा दुःख गरिरहन् त्यहाँ एक्लै हेर त भाँडा माझिरहन् बिचरा कठै घरमा एउटा बुहारीको खाँचो भयो बिमाल है यो चक्कु पनि सामान हाम्रो प्याक हुँदैछ यो भुजा यति उब्रियो गाइज यति भुजा उब्रियो अब यो पनि यहीँ हाल्दो यहीँ हाल्दो अब मिल्यो भने हामी उता गइदिउँ न त काफल भन्न आएको ओ यो गिलास छुट्ला है मिल्यो भने हामी गइदिउँ लाग्दै गरौँ न त हामी मिल्यो भने लाली गुराँस टिप्न नि गइदिउँ न त पाइयो भने के छ र होइन अब टिप्पे होइन अहिलेसम्म अरूले टिपेर दिएको त्यही गाउँघरमा दाइ भाइहरूले लिएर आएको त्यही राखिएछ अहिलेसम्म लाली गुराँस कता पाइन्छ त्यो पनि थाहा छैन होइन यता माथि पाइन्छ भने त थाहा होइन तर एक्ज्याक्टली कहाँ पाइन्छ भने त्यो थाहा छैन नि त त्यो थाहा नभइकन त अब जान भएन भिडमा हो कि फेरि भिडमा हुने बाबा बहुत दुःख हुन्छ त्यो टिप्न त यतै छेउछाउमै भयो भने त ठिक हो के अरे नत्र त गाह्रै छ ठिक छ ल तिनीहरू कता गयो नि गाइज हामी चाहिँ तलबाट माथि पनि आइसक्यौँ तर टिप्पर भनेको एउटा आएको छैन होइन हामी यहाँ लगभग 40 मिनट जति वेट गरिसक्यौँ टिप्पर आएको छैन अब हिँड्दै जाऊँ भने नि लास्टै टाढा होइन आउँदाखेरि त 40 मिनटमा आइयो अब जाँदाखेरि बिजोग रमाइलो हुन्छ फेरि हिँड्दै गइयो भने अनि हामी सब यहाँ थकित मुडमा बसेछौँ हेर्नु न यी भुजा खाँदै खान कोही अब मोबाइल चलाउँदै होइन अघिसम्म म्युजिक स्युजिक बजाएर बसेको थियौँ अब मैले भ्लग बनाउन लाग्यो नि त त्यही भएर कपिराइट लाग्छ भनेर बन्द गरिदिउँ भनेको गरेछन् अब म फोनमा चार्ज पनि छैन गाइज अब यही हो होइन अब घर गएर भेटौँ है त अब यही हो यहाँ वेटिङमै बस्ने अब त झ्याउ पनि लागिसक्यो हिँडेर जाऊँ भने नि यस्तो घाम छ सकिन्न नि त होइन त्यही भएर गाह्रो छ अझै एकछिन वेट गरौँ अनि त्यसपछि सोचौँला है त A few moments later हामी चाहिँ अहिले घर पनि आइसक्यौँ र घर आएर हल्का एकदमै गर्मी भयो कि गाइज अनि हल्का नुहाइ पनि दिएँ म होइन अनि एकसो लुडो सुडो खेलिदियो साथीहरूसित अनि सबै साथीहरू चाहिँ आफ्नो घर गएन होइन र यस्तै हो नि त अब टिप्पर धेरै टाइम पछि बल्ल पाइयो होइन दुईटा पाएपछि एउटामा 3 जना पठाइदियौँ हामीले अनि अर्कोमा चाहिँ म सन्दीप भएर आएको 2 जना तिनीहरूलाई गाइड गरेर होइन त्यति धेरै आइडिया छैन नि त तिनीहरूलाई सो हामी दुईटाले गाइड गरेर तिनीहरूलाई पठाइदिएको सुरुमै अनि पछि हामी बल्ल लगभग 5-10 मिनट पछि वेट गरेर सो फाइनल्ली आइपुग्यौँ होइन टिप्पर घर अगाडि हुनुको फाइदा के हो गाइज हेर नै ल भर्खर एउटा टिप्पर गयो है यस्तै यहाँ टक्क घर अगाडि नै टिप्पर आउँछ अनि वहाँ डाँडामा पुगेर आएको यो बाटोदेखि टक्क ऊ परको डाँडामा पुगेर आएको गाइज उता त्योभन्दा नि उता पुगेर आएको पिकनिक सिकनिक खायो एकछिन केटाहरूसित रमाइलो गरियो होइन सो धेरै दिन भयो थियो त्यस्तो रमाइलो नगरेको त्यसरी नहिँडेको सो आजको भ्लग हजुरलाई के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्ट सेक्सनमा दिनु होला र होप गाइज सबैजनाले आजको यो सर्ट पिकनिक भ्लग यसो डाँडामा गएको यसो इन्जोय गर्नुभयो होला र आज यति भन्दै आजको भ्लग यहीँ एन्ड हुन चाहन्छ सो गाइज बाई टेक केयर फेरि अर्को भिडियोमा आउने छु है त ल